नमस्कार, मेरो नाम उतिराम गुरुङ। म हाल मलेसियाबाट नववर्ष 2082 सालको सुखद पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय आमा बुबा दाजुभाइ दिदीबहिनी आफन्तजन र प्रिय साथी सङ्गीहरूमा नयाँ वर्ष 2082 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। नयाँ वर्षले तपाईँ हाम्रो जीवनमा असीम खुसी, हर्ष, उमङ्ग, उत्साह र उत्तरोत्तर प्रगति, सुदृढ स्वास्थ्य, दीर्घायु र उज्जवल भविष्य लिएर आओस्। जहाँ जहाँ हुनुहुन्छ तपाईँका सपनाहरू पुरा हुन सकुन्। मेहनत गरेर मेहनत सफल रहोस्। माटोप्रतिको माया र अझ बलियो बन्दै जाओस्। हामी सबैको मनमा आशा र आत्मविश्वासको दीप बजलिरहोस्। घर परिवारमा सधैँ माया र मेलमिलाप कायम रहिरहोस्। जहाँ भए पनि हाम्रो संस्कार, संस्कृति, हाम्रो माटो र हाम्रो आत्मीयता सधैँ अडुल रहोस्। 2082 साल हामी सबैका लागि नयाँ अवसर, नयाँ प्रेरणा र सकारात्मक परिवर्तन ल्याउने वर्ष बनोस्। हामी सबै मिलेर एक अर्कामा साथ दिँदै सम्मान र सद्भावका साथ अघि बढ्न सकौँ। हाम्रो सम्बन्ध सधैँ आत्मीय, हाम्रो पाटो सधैँ उज्यालो र हाम्रो भविष्य सधैँ आशावादी रहोस्। शान्ति, समृद्धि र उत्तर प्रगतिको कामनाका साथमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। मेरो नाम उतिराम गुरुङ। जय देश, जय नेपाल। धन्यवाद।